यिनले सिकाइदिनु हो नि हो म नि सिकाइदिन्छु हो म त सिकाउन्न म त फर्स्ट हुन्छु म त ख्याल हुन्न हुन्न हो तिमीलाई त आएछ मलाई त आफै आएछ म त ख्याल हुन्न छिटो नानी नै का हुन्छ हुन्छ म्याडम यो फोन यता नै का स्कुलमा फोन ल्यान्थ्यो सरी 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 म्याडम त्यही बस्नुहोस् म्याडम म्याडम हजुरको नाम के हो म्याडम छिटो नै का म लेखेँ मलाई डर छिटो लागिरहेको नै का म त लेखिसकेँ त देखाएँ हो म हजुरलाई म्याडम हजुरको नाम के हो म्याडम आजको होमवर्क लेख्ने हुन्छ हुन्छ म्याडम हजुरको नाम के हो म्याडम पुष्पा म्याडम पुष्पा म्याडम हो यो नाखा आज स्कुलमा तेल किन ल्यायो यो नाखा तेल तेल पनि लिएछ नि म्याडम खाजा खाने टाइम कतिखेर हुन्छ 4 बजे टिफिन टाइम 1 बजे होइन आन्छ भर्खर निस्केपछि घर जाने कार्यक्रम भएछ कार्यक्रम गर्नु नि के खेलाउने आज हामीलाई कबड्डी कबड्डी खेलाउनु नि त्यसपछि घर जाने हुन्छ कबड्डी मलाई पनि खेलाउनु है हुन्छ हुन्छ नै खेलाउनु किन तिमीले हिजोको होमवर्क गरेर आएछौ ए मैले गरेछु तिमीले हिजोको पेपरमा लेखेको छु नि हो नरिसाउनु के हाँसेर भन्नु हामीलाई त हाँसेर नै हजुरलाई त रिस उठ्या छ रिसाउँदै हुनुहुन्छ हैन इन्डोनेसियान्छु मलाई नरिसाउनु है मलाई रिसाउनुहुन्छ कि म्याडम मलाई त प्यारी मान्नु भयो घरमा म्याडम म्याडम हजुर मलाई राम्रो मान्नुहुन्छ कि मान्न मान्दिनँ हेर्नु मैले लेखेर आए अब खेलाउनु है घरबाट हो घरबाट आई लभ यु म्याडम म्याडम आई लभ यु विचोना नट किनेर हेर्नु लेखेर आए यो कसो अक्षर हो कसको अक्षर हो तिम्रो बाबाले यिनको बाबाले सिकाइदिएको हुन् मैले आफै लेखेको इनको त आफै छैन यो त इनको त नाप्रै छैन इनको त छैन इनको त के दिन्छु ने अब के दे किनकि मेरो होमवर्क बाबाले हान्नुहुन्छ ने तेरा म्याडम फोन हेर्नु नि हो म्याम फोन हेर्नु नि हेर्न अहिले हेर्नु म्यामले फोन हेर्छन् फोन हेर्नु म्याम हेर्न के हुन्छ फोन मोबाइल हेरेर के हुन्छ म्याडम आँखा कमजोर आँखा कमजोर हुन्छ नानीलाई सिकाइदिनु त नानीले त फोन हेर्छिन् यी नानीलाई भनिदिनु त नानी हजुर मोबाइल नै न्यू मलाई त मामाले दिनुहुन्न बाबाले दिनुहुन्छ हो बाबालाई माया गर्छु म त हो स्कुलमा फोन त ल्यानै पर्यो थियो स्कुलमा ल्याइदिन स्कुलमा लिएर हिँड्नुपर्छ घरमा हुन्छ जाऊ अबदेखि नल्याइ हुन्छ ल्याउँदैन घरमा फोन हेर्दैन है फोन हेरेपछि के हुन्छ आँखा कमजोर आँखा कमजोर हुन्छ आँखा दुख्छ म्याम तपाईँले त कबड्डी खेल्ने भन्न थियो होइन त हुन्छ है भने छिटो छिटो लेख्ने हो नानी छिटो लेख्न त टाइम भेन्छ मैले त लेखिसकेँ यी मेरो साथी पनि बसिसक्यो होइन के यता यो त लेखिसकेँ त म त गोलो गोलो बनाउँछु म त गोलो गोलो